अब त्यस्तै छ। किन ढिलो भएको? कसको नेट स्लो त? भाउचर पऱ्यो। के हो के यो भाउचर? भइहाल्छ। I won my last match. Awesome. I won my last match. राकेश भाइ Good खाना के luck, खायो? mates. It is showtime. के खायो सोधेको? खाइसक्यो त बुझ्यो के खायो? Marked a location. Good luck, mates. I won my last match. केको सब्जी? भेन्डीको यो त दिनभरि घरमा के गरेर बसेछ है? प्र्याक्टिस गर्छु दाइ। प्र्याक्टिसमा साल अघि सोधेर त 4 बजीतिर त 4 कि 5 बजीतिर घरमै टिस्टर सोने। घरमा होइन, साला नसिका मलाई तेरो मम्मीले भन्छ। म ठ्याक्क 4:30 बजीतिर घर आएर 12 बजे गएको थिएँ कि मेरो ब्याग गयो हालेको छ गाह्रो। अब त्यसलाई पनि बुढेसकालले छ अब। ब्याग गइसकेको छ। अब इन्टरको भिडियोमा मलाई के कस्तो छ मैले कहिले हाल्छु यो चाहिँ असोल्ट राइफल अपॉर्चुनिटी म असोल्ट राइफलले हालेको थिएँ। UAE अब्दुल्ला कलश बसाइस? हजुर बसाइसक्यो। अनि माछा मासु त भक्कु खाँदैछ छोरा अहिले। बन्द छ नि त है 7 दिन। आमा माथि हेर्न मक्खी भिनभिनाको माथि कस्तो मक्खी भिनभिन भिनभिन गर्दैछ। लसुन प्याज खान सक्छु, मम्मीले त्यो पनि खाँदैन होला। 10 दिन खाँदैन म। व्रत बस्नुहुन्छ हैन? यो अपार्टमेन्टमा गनै दिन छोडेको छ यार। क्याम्परहरु धेरै भएर रिकल पनि दिन्थ्यो अपार्टमा भाइ। एनिमी पनि छ दादा। लिमनहरु मैले होइन लोगन हो केटाले खाइदि त अलमोस्ट हाइमोना जाए कोही पनि हान्ने थियो। इन्डियाको प्लेन छ अघि। खतरा पिच होते राकेश भाई डीपीएस है ना? क्या नंबर? Watch out.
आम्मामा के हो कत्रो हानेको हो केटाहरूले म त हानै पाएँ। हामी पनि के कमाऊ बढी जाम न त उयो छिर्छ कि क्या भित्र छिरो है केटा हो यार माथि हौ आयो आयो केटा हो गइसक्यो र यो होला है आरामले होला कसले हानो यही सरको आइज केटाहरू Awesome. Awesome. आम्मामा यहाँ हेर न लुट त M4 छ अब यहाँ M4 छ केटा हो I got supplies. स्कार पनि छ ऐसे के जाम होला यहाँबाट हाँ यहाँबाट जाम होला कहाँ जाने पुस गर्न एकदम होइन न अपार्टमेन्ट यहाँ पुस जोन छैन नि त भाइ अपार्टमेन्ट के बस्दैछ अपार्टमेन्ट जोन पार्टी त बरु पार्टी र ब्रिज क्याम्प गर्ने केटाहरूले हान्दैछ Awesome. राकेश भाइले हाने होला सोचार Search for vehicles. राकेश भाइ गाडी आएन त हाम्रो आयो हाम्रो धन्नु लिएर चल धन्नु भन्ने हो कि क्या एम्पोर्ट चाहियो कसैलाई Marked an enemy's death crate. Get in the car. ल्याग पनि हुँदैछ है गाइस रोजा किर्दा पनि लुटेर बाप हुँदै जस्तो लुट्छ यार यिनीहरू Get in the car. रोजा छिराएला मैले Watch out. एकचोटिलाई छिराए नौ केटा हो लिन्छ यसरी Awesome. रुपेश दाइ Thanks. कति लुटसँग सायद लाग्दैन Watch out. भाइ कहाँ गर्न दिन्छ त सिक्नु पर्यो नि दिल छोड्नु पर्यो केटाहरूको
त्यहाँ हुन्छ है यो के अरे वाटर स्प्रिङ ऐसे कैसे मैं गूंगा ल्याग पनि भयो अर्कोतिर हुन्छ क्या उता उता पछाडितिर हुन्छ हुँदैन Marked त a location. यता देख्न पछाडितिर हो त्यो टावरतिर हेर्नुभयो ओ छ छ छ। ल हान त उत्रेर कहाँ छ? यहाँ छ राकेश दाइले पनि कुदेकोमा हान्नु कहाँबाट हान्दैछ माथिबाट हान्दैछ कि तलबाट हान्दैछ फेरि लाइक भयो झरै क्या त्यो गाह्रो पुरा मिलिट्रीहरू फाइट गर्दैन त्यस्तै केटाहरू पुरा जन्केको छ पानीमा हिँड्दैछ गाडी निकालौँ खाइस राकेश भाइले गाली सुन्दैछ है क्या आज ए कतै गेम खेल्बी रे छोटा तू भन्ने हुन्छ क्या अरे बस रे कनिया सिङ्कीतिर होला एकलाई पचिङ्की घुमाउँदै होइन अनि उता चल्दिनुपर्छ पारी लगी नै पर्न सक्यो त केटा हो म मास्टर्स पुगिहाल्छु आज त यसमा पुग्छौ हात्ती यसमा मैले पुरै बुझिनँ यसमा छिरिसक्यो तिमी छ यसमा त बराबर दाइले अल्टो ठाउँबाट छिराउनुहुन्छ यार गाडी म बिचबाट चलाउँछु हेर्न अब कहाँबाट छु अन्त बिच कसरी हुन्छ अन्त हेर्न अलिक सब हानिदिउँ न त अलिक सब हानिदिउँ अब तिमी पनि किन अन्त हामी एमो किन्छौँ अहिले उब्रेपछि दिन्छु ल राकेश मैले के भन्नु तिमीलाई चोर्नुपर्छ किलकै लागि सबै हुन्छ मुख्य अगाडि थियो मलाई हान्न दिएन अरे हो एकखेल हान्यो ऐसे कैसे हुन्छ रे राकेश भाइ तिमीलाई लास्टको किल हान्न दिन्छु ल तर तिमीले प्यानले हान्नुपर्छ गाडी चाहिँ केटा हो गाडी हो गाडी एनिमी त छैन गाडी चेन्ज गरेर ब्रिज क्याम्प गएर सुभाष दिमाग लगाए गाडी मैले फ्युल हालिदिएको छु त होइन न गाडी चेन्ज गरेर ब्रिज क्याम्प गयो होला क्या भन्न खोजेको मैले मलाई यो पकेमा रोकेको भए हुन्थ्यो म त्यहाँ पुगेर आउँथेँ बरु घुमेर उताबाट चेक गरेर आउँथेँ नि म होइन माथि चेक गरौँ न
ले त खाइदिन्छ राकेश नाम त्यस्तो पनि हुन्छ सब जन्मै मर damn sure no guys this comes on what कस्तो लाग्छ हुन्छ मेरो मोबाइल अलि दिन्छ देख्न चाहिँ देखेन है केटा मेरो काम ब्रिज काम गर्नुपर्छ यत्रो पछाडि गाडी रोकेको छ पछाडि हेर केटाहरू हाल्न नि राकेश दाइ तपाईँ यहीँ बस्नु है होइन हो त्यसको साउन्डहरू के हुन्छ यत्रो खेलिसक्यो अहिलेसम्म थाहा छैन गुड राकेश गुड कभर सुभाष त मेरो माथि सुस्न कि होइन हजुर को हो Watch out. सुभाष किन हल्लिरहेको है त्यस्तै हलिसम्म त कहाँबाट हान्नु सक्छस् होइन आएकै छैन यो जुन सुरु हुन्छ नि एनिमी लबी पढ्न अहिले गाह्रो छ उनी त म स्टार्ट गर्छु अर्को गेमदेखि ल के थाहा पर्छ कि बा मास्टर्सदेखि पढ्न थाल्छ क्या इस मास्टरमा हुनुपर्छ आगे ना छोड़ भाई हम क्या छोड़ भाई हम तिम्रो मालेको भए पो मजा पनि आउँछ अडियन्सले बुझ्छ पनि अब म कसलाई भन्दैछु के भन्छु उनले पनि के बुझ्छ त नि आफै आफै बोलिरहेछ भन्ने हुन्छ मेन त यस्तो छ कि राकेश दाइले माइक खोल्यो भने यहाँ बोल्न मिल्दैन फेरि हामीसँग त्यही त भनेको यहाँ बोल्दैछ भने टिकटकमा बोल्नै मिल्दैन तिमी एकचोटि युट्युबमा मजाले हेर टिकटकमा लाइभ बसेर स्ट्रिम कसरी गर्ने यसमा पनि अब बनाउन सकिरहेछ नि फोरेक्समा नि स्कोप चेन्ज गर्ने पनि बनाउनु बल्ल थाहा भयो मलाई फोरेक्समा स्कोप पाएँ अब तिमीलाई त्यही त भन्नु पर्यो एडजस्टमेन्ट त्यो गर्ने भनिसक्यो पाउनुभयो क्या फोरेक्समा बुझ्यो होइन राकेश अब बल्ल हेरिस् त्यही भएर म त्यसलाई त्यसो सम्झाएको क्या त बुझ्दैनस् त्यही भएर म राकेश त्यसो सम्झाएको एडजस्टमेन्ट पनि बुझ्दैन भने 3x पनि नचलाउनु है त भोलिदेखि तपाईँ खोइ त डिरान गभर्नर आउँदैन नि आउँदैन जाम रुक न रुक झन् त पुरा हुनु त कम्ती हामीले नै जानुपर्छ कि हामीले जानुपर्छ पर्दैन
गाडी खोज्नुपर्छ है गाडी खोज्नुपर्छ चुलहरूलाई नि राखेको जस्तो छैन पुल मजाले दुईटा फिल थियो हालिसक्यो चुल अर्कै गेममा हालेको हेर तिमीले Marked a location. मैं तो बोलूंगा डार्ट से ले लो यार एकदम बता सुनते क्या ये गान ए मलाई यही छोड दे म टावरमा जान्छु जा जा जति मुझे बस बस ठीक है चले ये केटाहरु कभर भाइ कभरमा खेले कभरमा म माथि गएर छु माथि जान्थे भकै रहेछ 6 assist भइसक्यो मेरो के अरे राकेश भाइ के भन्यो राकेश भाइ के भनेको हा र ए माथि ड्रप गिरेको छ ड्रप Marked an airdrop. सुभाष भाइले I छोड्नु got पर्ला supplies. बिचमा हात पसेको छैन कस्तो गाह्रो हुँदै थियो I got supplies. मैले त्यो सेटिङ पनि चेन्ज गरिदिएको थिएँ क्या रितेश दाइ त्यो ग्राफिक्स हुँदैन I got supplies. ग्राफिक्सलाई ओल्ड मोडमा राखिदिएको थिएँ मैले फेरि त्यो ब्यालेन्स र कलरफुलमा राखेको थिएँ कस्तो राम्रो चल्यो त्यसमा राख्न भाइ एक्स्ट्रा स्पुनमा राख्दा कस्तो दामी देखिन्छ Get in the car. Cover me. कस्तो ल्याग भएको हो झन् यही छ हौ केटाहरू यहाँ बस्न घुमेर आउँछु नि Watch out. Awesome. Thanks. बगी लिएर आउनु Watch out.
कोही त मर्छ। Awesome. Help! Watch out! को बढ्छ मरो। Watch out! Watch out! हो त स्प्रे। Awesome. वाह राके द डीवीएस है इसको अब अच्छा सुभाष Help! मुझे लान दे उनीहरूले बढ्ला। यहाँ छ Marked a location. एकदम चाहिँ Marked a Yeah, it's a आया location. मैं एकदम से चिप्से बस केटा। से बस Watch एउटा out! यहाँ पनि छ टावरमा। Watch out! एउटा टावरमा एउटा मैत्र दुईजना मसँग मात्रै आइज सबैजना आयो नि मैत्र आयो चलो आया है ए मैं ठीक है मलाई मार्छ अब भाई मार देना यही छ Marked तल a तल location. यही छ तल माथि एनिमी हो म सेफ छु माथि छ Watch टावरमा out! ला ला टु टाइममा छ यही एनिमी यो Awesome. सक्यो सक्यो Awesome. क्लियर भयो त Awesome. सोध्छु कस्तो नदेखेको यो मलाई मैले त कहाँ पक्किले हानेको छु त्यो राकेश भाइ सुभाष यहाँ आइज त म तँलाई मेडिकेट गर्छु अहिले मेरो मिसन छ यहाँ चाहिँ म तिनीहरू हिँड्न 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 गरिहाल्छु यहाँ चाहिँ म टेक्छ मैले पनि गर्छु राकेश भाइ आउँछ राकेश भाइ ए राकेश भाइ यहाँ त आउन मतिर यो मोलीमा जल एकछिन जल अनि साइड लागिहाल है साइड लागिहाल हिल गर उठा त उठा न भाइ मरेको छ ए भाइ हिल लगाएर भन्छु कस्तो बोका छ हो यो भाइ यार मोली भयो पो फाल्नु अब झन् हिल नगर भनेको होइन तिमीलाई भाग त्यहाँबाट अब भाग न रे भाग्दैन जोन आयो छिटो गर जोनवाला चल भाइ आउँछु ल रोक रोक नि त हेर न अब ल कसलाई चाहियो ले यो ब्यान्डेज हुनु पर्यो Awesome. ब्यान्डेज त न ब्यान्डेज नहाने सुभाष प्राणले हाने गएर सक्सेस भने प्राणले हाने
ब्यान्डेज लिन्छ नि Awesome. प्यानले हाने सुभाष Awesome. अब खोइ जुन भित्र हुन्छ कि अरू जुन भित्र हुन्छ कि हुँदैन अब हिजो भइसक्यो मैले युज गरिसकेँ नि त्यही भएर हुँदैन माथि टावरमा छ है क्या हो म अघि त्यसको साथीलाई मारेको त्यही टावरमा हो कि क्या हो क्याम्प गरेर चाहिँ क्या तिरङ्ग गएला माथि टावरमै छ होइन तल छ तल हान्दैछ हौ मलाई होइन तल बाहिर छ बाहिर छ Victory belongs to us. Victory belongs to us. We're the best. ना यो चिकन डिनर हेरेर नि तपाईको भ्युअरहरु पनि हाँस्छ होला मास्टरमा पुगे केटा मास्टर लाग्यो मेडिकला पनि कम्प्लिट भयो मेडिकला पनि कम्प्लिट भयो राकेश भाइ कति किलो हान्छ अरे 14 19 मलाई ज्यादै लाग्छ भन्दा ज्यादा लाग्यो म स्टार्ट गर्छु